तपाईँ अस्ट्रेलिया आउनुभएको कति भयो? म अस्ट्रेलिया आएको चाहिँ 2007 मा हो। अनि अहिले कुन भिजामा हुनुहुन्छ? अहिले चाहिँ म पर्मानेन्ट सिटिजन त हुनुहुन्न? सिटिजन मैले लिनु भएन। 5-7 वर्ष अगाडि लिन मिल्थ्यो तर नलिएको। हजुर हजुर। नेपाल पर्मानेन्टली फर्किने सोचमा चाहिँ हुनुहुन्छ कि हुनुहुन्न? यहाँ पर्मानेन्टली बस्छु भन्ने ढुक्क नभएर मैले सिटिजनसिप ल्याएन होइन। अब नेपाल फर्किन्छु भन्ने पनि ढुक्क छैन, यहाँ बस्छु भन्ने पनि ढुक्क छैन। हजुर, हजुरलाई कुन कुराले चाहिँ यस्तो अलिकति दुविधा बनाइरहेको छ नेपाल जान्छु कि जाँदिनँ भन्ने खालको? अनि के नेपालमा त्यस्तो के भयो भने चाहिँ नेपाल फर्किनुहुन्छ? नेपालमा गएर बस्ने उचित वातावरण, सजिलोसँग बाँच्ने वातावरण भयो भने प्रशासनिक कामहरू सजिलोसँग हुने त्यस्तो भयो भने चाहिँ फर्किने वातावरण जान्छ सबैको लागि। मेरो लागि मात्र त्यस्तो कुनै योजना चाहिँ बनाउनु भएको छैन फर्किनको लागि? 4-5 वर्ष अगाडि योजना बनाएँ। अनि योजना बनाइसकेपछि नेपाल गएर नि यसो वातावरण हेरेँ। अनि यहाँ बसिसकेपछि मान्छे नियममा बस्ने, नियममा बाँच्ने ले होला यहाँको मान्छेहरू चाहिँ झन् सोझो हुँदै जाने। अब बाटो भने त बाटै छन् होइन। हजुर हजुर। त्यहाँको वातावरणमा चाहिँ अब प्रशासनिक झमेला यताउता 2-4 अफिसमा जाँदाखेरि अब सर्भाइभ हुन नै गाह्रो हुन्छ कि जस्तो। अब सर्भाइभ त भइन्थ्यो होइन, त्यति इजी हुन्छ जस्तो लागेन। फेरि अनि आएँ, त्यो जुन प्लान थियो त्यसलाई छोडेर आउनुभयो। हजुर हजुर। तपाईँलाई के लाग्छ हामीले अस्ट्रेलियामा बसेर नेपाली धर्म, भाषा र संस्कृतिमा गर्व गर्ने खालको पुस्ताहरू हुर्काइरहेका छौँ कि अब नेपाली हौँ भन्ने नै बिर्सिँदै गइरहेका छन्? के लाग्छ? यो चाहिँ प्रत्येक घरबाट गर्नुपर्ने कुरा हो। जस्तो इक्जाम्पल दिँदाखेरि चाहिँ मेरो छोराछोरी चाहिँ मेरो घरको ढोकाभित्र छिरेपछि उनीहरूले सोधेको अङ्ग्रेजी क्वेसनहरू, अङ्ग्रेजी शब्दहरू मैले एन्सर गर्दिनँ। अब यो राम्रो हो कि नराम्रो थाहा छैन होइन, तर मैले चाहिँ त्यसो गर्छु। त्यही भएर मेरो बच्चाहरू चाहिँ नेपालीमै बोल्न बाध्य छन् मेरो घरभित्र चाहिँ। अनि नेपाली मजाले अब मिक्स त हुन्छ यहाँको इङ्ग्लिस र नेपाली गर्दै गर्दै सकेसम्म नेपाली बोलेछौँ भन्ने चाहिँ तिनीहरूलाई फिल हुन्छ। अब त्यो चाहिँ अब प्रत्येक घरले गर्नुपर्ने कुरा हो जस्तो लाग्छ। आफ्नो तरिकाले कसरी सिकाउन सकिन्छ आफ्नो भाषा, संस्कृति, चाडपर्वको ज्ञानहरू होइन। अब जस्तो बिहानमा उठेर मेरो 5 वर्षको छोरीले मैले बत्ती बाल्दै गर्दाखेरि सँगै आएर पूजा नमस्ते गरेर बस्छ, सिकाउनु सक्छ। सिकाउनु पर्यो। सिकाएको छु। हजुर हजुर, राम्रो हो नि।